44 दिनसम्म कुट्दै दुःख दिँदै गरो 100 जनाले रेप। कसले यस्तो किन कसरी गर्यो भनेर थाहा पाउनको लागि पुरै भिडियो हेर्दिनु होला। अनि यो कहानी चाहिँ एकदमै साँचो कहानी हो। फेरि पनि स्वागत छ आजको मेरो नयाँ भिडियोमा। मेरो नाम बिएन राई। आज चाहिँ जापानमा भएको डरलाग्दो रेप केसको बारेमा कुरा गर्नेछु। यो कहानीको सुरुवात जापानको मिनातो नाम गरेको ठाउँबाट सुरु हुन्छ, जहाँ चाहिँ 17 वर्षको जङ्को फुरुता उसको परिवार अनि भाइसँग बस्थिन्। जङ्को यासियो मिनामी हाई स्कुलमा पढ्थिन् भने ग्रेजुएसन भ्रमणमा जानको लागि एउटा प्लास्टिक फ्याक्ट्रीमा पनि पार्ट टाइम काम गर्थिन्। जङ्को राम्री मात्रै नभएर पढाइमा पनि एकदमै राम्री थिइन्, त्यही भएर धेरै केटाहरूले उसलाई मन पनि पराउँथ्यो। अनि त्यही स्कुलमा 4 जना केटाहरूको एउटा ग्रुप पनि थियो। त्यो केटाहरू चाहिँ स्कुलदेखि निस्किसकेको थियो, तर पनि स्कुलमा चाहिँ आइराख्थ्यो, किनभने आफूभन्दा जुनियर स्टुडेन्टहरूलाई चाहिँ उनीहरूले बुली गर्थ्यो। त्यो केटाहरूको चाहिँ लोकल ग्याङस्टरहरूसँग लिङ्क थियो, त्यही भएर स्टुडेन्टहरू पनि डराउँथ्यो। त्यो ग्रुपमा एकजना 18 वर्षको हिरोसी मियाको, 17 वर्षको जो ओगुरा, 16 वर्षको सिन्जी मिनातो अनि 17 वर्षको यासुसी वातानाबे, त्यो 4 जना केटाहरूको नाम थियो। त्यो ग्रुपको हिरोसी नाम गरेको केटाले चाहिँ जङ्कोलाई मन पराउँथ्यो। अनि एक दिन जङ्कोलाई हिरोसीले प्रपोज पनि गर्छ, तर जङ्कोले चाहिँ रिजेक्ट गरिदिन्छ। हिरोसी मियानोलाई चाहिँ जङ्कोले रिजेक्ट गरेको चाहिँ मन पर्दैन, त्यही भएर यो कुरा चाहिँ मनमा लिइराखेको हुन्छ। 25 नोभेम्बर 1988 टोकियोमा चाहिँ जङ्कोले आफ्नो काम सकेर साइकलमा घरतिर जाँदै गरेको हुन्छ। त्यही बाटोमा हिरोसी र सिन्जी चाहिँ घुमिराखेको हुन्छ। अनि जङ्को साइकलमा एक्लै जाँदै गरेको देख्छ। अनि बदला लिनको लागि हिरोसीले सिन्जीलाई भन्छ, त जङ्कोलाई साइकलबाट लडाइदे, म साइकल उठाउने बाहनामा म जङ्कोसँग कुरा गर्छु। त्यस पछाडि जङ्कोले कुदाउँदै गरेको साइकल सिन्जीले एक लात्ती हानेर लडाइदिन्छ। अनि त्यति बेला हिरोसी मद्दत गर्ने बाहनामा नजिक जान्छ। हिरोसी जङ्कोको स्कुलमा पढ्ने अनि जङ्कोले भएको कारणले हिरोसीले सहयोग गर्दाखेरि केही भन्दैन। अनि जङ्कोलाई घर पुर्याइदिँदै बाहनामा टोकियो अदाचिको होटलमा लग्छ। होटलमा लगेपछि जङ्कोलाई चाहिँ धम्की दिन्छ, यदि त हल्ला गरिस्, कसैलाई केही भनेर बोलाउन खोजिस्, यहाँदेखि भाग्न खोजिस् भने म मेरो ग्याङ मेम्बरलाई भनेर तेरो बाबुआमालाई म मारिदिन लगाउँछु। त्यही भएर जङ्को पनि डराएर चुपचाप बस्छिन्। होटलमा हिरोसीले जङ्कोसँग नराम्रो कामहरू गर्न थाल्छ। हिरोसीलाई चित्त बुझिसकेपछि हिरोसीले उसको साथीहरूलाई पनि बोलाएर मिलेर सबैजना रेप गर्छ। सबैजनाले गरिसकेपछि त्यतिकै छोड्ने कुरा हुन्छ, तर फेरि जङ्को यहाँदेखि निस्केपछि पुलिसलाई इन्फर्म गर्छ भन्ने डरले सिन्जी मिनातोको घर लगेर सिन्जीको आमा बुवालाई जङ्को चाहिँ सिन्जीको गर्लफ्रेन्ड हो भनेर जङ्को अबदेखि यहीँ बस्छ भनेर जङ्कोलाई सिन्जीको घरमा राख्छ। तर सिन्जीको आमा बुवालाई चाहिँ जङ्को सिन्जीको गर्लफ्रेन्ड होइन भनेर थाहा थियो, तर पनि सिन्जीको आमा बुवाले केही भन्दैनथ्यो, किनभने सिन्जीको ग्याङस्टर साथीहरूसँग चाहिँ आमा बुवा पनि डराएको हुन्छ। त्यही भएर सिन्जीले जेसुकै गरे पनि सिन्जीको बाबुआमाले चाहिँ केही पनि भन्दैनथ्यो। अब यहाँदेखि चाहिँ कहानी पनि एकदमै डरलाग्दो हुन्छ। तपाईहरुको मुटु कमजोर छ भने चाहिँ तपाईहरुले अगाडि नहेर्दिनु होला भिडियो। 1988 नोभेम्बर 25 देखि 1989 जनवरी 4 सम्म, मतलब 44 दिनसम्म जङ्कोलाई चाहिँ टर्चर गरेको थियो। पहिलो हप्ता जङ्कोसँग फिजिकल्ली सेक्सुअली काम गर्यो। आफूलाई चित्त बुझिसकेपछि उसको साथी अनि टाढा टाढाको साथीहरूलाई पनि बोलाउन थाल्यो। यसरी नै साथी बोलाउँदा बोलाउँदै 100 जना भन्दा बढी मिलेर रेप गर्यो। जङ्को हराएको 3 दिन पछाडि जङ्कोको आमा बुवाले पुलिस रिपोर्ट गरेको हुन्छ, तर त्यो केटाहरूले कसरी पुलिस रिपोर्ट गरेको थाहा पाउँछ। अनि जङ्कोलाई उसको आमा बुवालाई कल गर्नु लगाएर मैले मन पराएको केटासँग म भागेर गएको छु अनि म यो केटासँग खुसी छु, त्यही भएर मलाई खोज्ने प्रयास नगर्नु भनेर भन्न लगाउँछ। त्यही भएर जङ्कोको आमा बुवाले पुलिस रिपोर्ट गरेको पनि क्यान्सल गर्छ। त्यही भएर पुलिसले पनि केही गर्दैन। जङ्कोलाई हरेक दिन कसरी टर्चर गर्नु भनेर सोचिराखेको हुन्छ नयाँ तरिकाले। अनि नयाँ तरिकाले जङ्कोलाई टर्चर गर्ने पनि ट्राई गर्छ। जस्तै दिनभरि नाङ्गै राख्ने अनि केटाहरूको अगाडि मस्टरबेसन गर्न लगाउने, मेन पार्टमा बोतल, बत्ती, रडहरू जस्तै चिजहरू घुसार्न लगाउँथ्यो। कुनै चिजहरू चाहिँ भित्रै अड्केको हुन्थ्यो, तर त्यो अड्केको चिजहरू चाहिँ बाहिर निकालेको हुँदैनथ्यो। अनि जब जङ्कोको लास पुलिसहरूले भेटायो, पोस्टमार्टम रिपोर्टमा चाहिँ जङ्कोको मेन पार्ट भित्र चाहिँ प्लास्टिकको बोतल भेटाइएको थियो अरे। डिसेम्बरमा चाहिँ जङ्को त्यहाँदेखि भाग्न खोजेको हुन्छ, तर केटाहरूले चाहिँ भेटेर जङ्कोलाई पनिसमेन्ट दिन्छ, डम्बल घोडामा हानेर। जङ्कोको घोडामा डम्बल हानेको कारणले जङ्कोको खुट्टा चाहिँ अब इन्जुअर भइसकेको थियो। त्यही भएर जङ्को टोयलेटमा जाँदाखेरि पनि घिस्रिँदै जान्थ्यो। जङ्कोले धेरै टर्चर सहन नसकेपछि मलाई मार्देऊ पनि भन्छ। मोमबत्ती बालेर
मोमबत्ती पगालेर जङ्कोको जिउमाथि झारिदिन्थ्यो। लाइटरहरूले जिउ पनि जलाइदिन्थ्यो। खानाहरू पनि खानको लागि राम्ररी दिँदैनथ्यो। राम्ररी खाना पनि खान नदिएको कारणले जङ्कोको जिउ पनि कमजोर भइसकेको थियो। जङ्कोलाई आफ्नै पिसाब पनि खान लगाउँथ्यो। पिसाब खान नमान्दाखेरि केटाहरूले पन्चिङ ब्याग जसरी कुट्थ्यो। राम्ररी खानेकुरा केही नपाएपछि कमजोर पनि भइसकेको थियो अनि धेरै कुटेको कारणले चोटपटकहरू पनि धेरै थियो। त्यही भएर जङ्को चाहिँ एकदमै डरलाग्दो घिनलाग्दो पनि देखिन थालिसकेको थियो। त्यही पनि त्यो केटाहरूले चाहिँ जङ्कोलाई टर्चरै गरिराखेको हुन्छ। जङ्कोको लेफ्टपट्टिको निप्पल पनि चुडाइदिन्छ। 1989 जनवरी 4 मा चाहिँ हिरोसी मियानोले ग्याम्बलिङमा आफ्नो सबै पैसा हार्छ। हिरोसीले आफ्नो सबै पैसा हारेको रिस चाहिँ जङ्कोमाथि पोख्छ। हिरोसीले रिस पोख्दा पोख्दै जङ्कोको पनि मृत्यु हुन्छ। जङ्कोलाई मारेको थाहा पाउँछ भनेर 55 ग्यालन ड्रममा जङ्कोको बडीलाई हालेर कङ्क्रिटले भरिदिन्छ। 1989 जनवरी 5 मा वाकासु कन्स्ट्रक्सन साइटमा जङ्कुलाई हालेको ड्रम चाहिँ फ्यालिदिन्छ अनि लास्टमा पुलिसले सबै कुरा थाहा पाएर त्यो 4 जनालाई पकड्छ। हिरोसी मियानोलाई 20 वर्षको जेल कैद हुन्छ भने जो ओगुरालाई 10 वर्षको जेल हुन्छ। सिन्जी मिनातोलाई 9 वर्षको जेल हुन्छ अनि यासुसी वातानाबेलाई 7 वर्षको जेल कैद हुन्छ। अनि त्यति मात्रै नभएर कम्पेन्सेसनको लागि हिरोसीको प्यारेन्टले जङ्कुको प्यारेन्टलाई $800K दिन्छ। अनि यसरी नै दुनियाँको सबैभन्दा डरलाग्दो रेप केस पनि क्लोज हुन्छ। अनि तपाईहरुलाई मेरो भिडियो कस्तो लाग्यो, मन पर्यो भने भिडियो लाइक गरिदिनुस्, भिडियो शेयर गरिदिनुस्, तपाईहरुको साथीसँग YouTube च्यानल सब्स्क्राइब गरिदिनु। यति नै भन्दै टाटा बाइ बाइ, गुड नाइट।